तपाईलाई आज म सिकाउन गएको छु फेसबुकमा कसरी ग्रुप बनाउने। अनि तपाईलाई यदि ग्रुप बनाउन आउँदैन भने म तपाईलाई स्टेप बाइ स्टेप सिकाउने छु। भिडियो स्किप नगरी हेर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी साथमा रहेको बेल आइकन बटनलाई पनि दबाउन नबिर्सिनु होला। त्यसको लागि तपाईले सबैभन्दा पहिला आफ्नो फेसबुक ओपन गर्नु होला। यहाँ फेसबुक ओपन गरिसकेपछि अनि तपाईको यो साइडमा देखाउँछ, यहाँ देख्न सक्नुहुन्छ यो थ्री लाइन। यो थ्री लाइनमा तपाईले यसरी एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको मोबाइलमा यो इन्टरफेस देखाउँछ ग्रुप्स भन्ने यो इन्टरफेस देखाउँछ। अनि यसमा एकचोटी तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ तपाई जतिवटा ग्रुपमा एड हुनुहुन्छ यो ग्रुप एड भएको चाहिँ तपाई जतिमा जोइन हुनुहुन्छ त्यो चाहिँ यहाँ सबै देखाएको छ। अनि यसको लागि तपाईले चाहिँ अब ग्रुप कसरी एड गर्ने त, कसरी आफ्नो ग्रुप बनाउने त, त्यसको लागि यो क्रिएट अ ग्रुप लेखेको छ। अनि यसमा चाहिँ तपाईले एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले आफ्नो ग्रुपको यहाँ देख्न सक्नुहुन्छ नेम योर ग्रुप लेखेको छ। अनि यहाँ माथि फोटोको अप्सन देखाएको छ, देख्न सक्नुहुन्छ यो। अनि मैले चाहिँ एउटा यहाँ फोटो हाल्न चाहे अहिले फिलहालको लागि। अनि फोटोमा क्लिक गरे, अपलोड अफ फोटोमा मैले यसरी क्लिक गरे। फिलहालको लागि मेरो यो फोटो हालेर यसरी मैले यसलाई प्रोसेसिङमा दाबे, डनमा दाबेर प्रोसेसिङ हुँदैछ। तपाईहरुको माझमा नि देख्न सक्नुहुन्छ भएपछि अनि फोटो गएको यहाँ। अनि तपाईले आफ्नो ग्रुपको नाम लेख्नुस्, तपाईले के लेख्न चाहनुहुन्छ। मैले जस्तै टेक्नोलोजी निर्मल अफिसियली लेखेँ मैले। यो लेखिसकेपछि अनि तपाईले देख्न सक्नुहुन्छ यो तल यो यहाँ प्राइभेसी लेखेको छ, चुज प्राइभेसी लेखेको छ, चुज प्राइभेसी। अनि एकचोटी तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको माझमा देखाउँछ यहाँ पब्लिक प्राइभेट। यदि तपाईले पब्लिकमा राख्नुभयो भने सबैले देख्न पाउँछ पब्लिकले, तर प्राइभेटमा राख्नुभयो भने जति तपाईको मेम्बरशिप छ त्यति जनाले मात्रै हेर्न पाउँछ। तर म भन्छु सक्दो तपाईले यसलाई पब्लिकमा नै राख्नुस्। पब्लिकमा राखिसकेपछि यसलाई डन गर्नुस्। डन गरिसकेपछि तल देखेको छ यो क्रिएट भन्ने ग्रुपको देख्न सक्नुहुन्छ यो अप्सन। यसमा एकचोटी यसरी क्लिक गर्नुस्। क्लिक गरिसकेपछि तपाईको मोबाइलमा पनि यस्तै इन्टरफेस देखाउँछ थोरै रिलोडको। अनि यहाँ थोरै मेरो नेट स्लो भएको कारणले अनि देख्न सक्नुहुन्छ। अनि यहाँ तपाईको माझमा नि यसरी देखाएको छ, तपाईको मोबाइलमा पनि यसरी देखाउन सक्छ इन्भाइटको अप्सन। अनि तपाईले चाहिँ कोलाई इन्भाइट गर्न चाहनुहुन्छ जति पनि ग्रुपमा छन् यो देख्न सक्नुहुन्छ यहाँ इन्भाइटको अप्सन देखाएको छ। यदि तपाईले नि कसैलाई इन्भाइट गर्न सक्नुहुन्छ भने त्यसमा इन्भाइट गर्नु होला। जस्तै कि मैले इन्भाइट गरे, मैले निर्मल मेरो स्वयं आफ्नो आइडी अर्को आइडीमा गरे, मैले भाइलाई यसरी मैले इन्भाइट गरे। इन्भाइट गरिसकेपछि अनि शेयर ग्रुप लेखेको छ। अनि यदि तपाईले कसैलाई यसरी शेयर गर्न चाहनुहुन्छ भने व्हाट्सएपमा यो अनि फेसबुक लिंक गरेर फेसबुकमा अनि जति मेसेजमा जति पनि अनि शेयर इन पोस्ट लेखेको छ जति पनि यो सोशल मिडियामा छ फेसबुक व्हाट्सएप त्यसमा तपाईले यसलाई शेयर गर्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई कहीँ पनि शेयर गर्दैन। अनि अटोमेटिकली इन्भाइट लेखेको छ। यदि तपाईले यो देख्न सक्नुहुन्छ अटोमेटिकली इन्भाइट। अनि यदि अटोमेटिक इन्भाइटमा तपाईले यसरी अन गर्नुभयो भने तपाईको जति पनि फ्रेन्डहरु हुनुहुन्छ उहाँलाई चाहिँ अटोमेटिक इन्भाइट जान्छ। तर म यसलाई चाहिँ यति नै अफ नै राख्छु, म अन गर्दिन। यसरी गरिसकेपछि अनि यहाँ माथि देखेको छ यो अप्सन डनको अप्सन। अनि यसमा चाहिँ तपाईले यसरी क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ डिस्क्रिप्सनको बारेमा डिस्क्रिप्सन। अनि यदि तपाईले ग्रुपको बारेमा के लेख्न चाहनुहुन्छ भने यसरी लेखेर टाइपिङ गर्नु होला। अनि मैले चाहिँ यसलाई अहिले फिलहालको लागि केही पनि गर्न चाहेन। अनि मैले यसरी यहाँ माथि डनको अप्सन देखाएको छ, यसमा यसरी डन गर्नु होला। डन गरिसकेपछि क्रिएट अ पोस्ट लेखेको छ। अनि तपाईले चाहिँ के पोस्ट गर्न चाहनुहुन्छ भने यसरी पोस्ट गर्नु होला। पोस्ट गरिसकेपछि मैले यहाँ लेख्न चाहे हाई एभ्रीवान, मैले हाई एभ्रीवान गुड मर्निङ यसरी लेखेँ। यसरी लेखिसकेपछि अनि तपाईले यसलाई सिधै तल यहाँ देख्न सक्नुहुन्छ पोस्टको अप्सन, यसमा यसरी पोस्ट गरिदिनु होला। पोस्ट गरिसकेपछि अनि तपाईले माथि डन गरिदिनु होला। तपाईको माथि देख्न सक्नुहुन्छ तपाईको मोबाइलमा नि यसरी एउटा यो ग्रुप बनेर आयो। तपाईको मोबाइलमा पनि यसरी देखाउन सक्छ यो एडिटको अप्सन। यो एडिटको अप्सनमा यसरी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले जति फोटोहरु हाल्न चाहनुहुन्छ के हाल्न चाहनुहुन्छ भने यसरी यहाँबाट हाल्न सक्नुहुन्छ। अनि देख्न सक्नुहुन्छ अनि यहाँ तल लेखेको छ इन्भाइट पिपल टु जोइन। अनि एड कभर फोटो जति हुन्छ त्यसै तपाईले हालेर चाहिँ बनाउन सक्नुहुन्छ। यसरी चाहिँ यहाँ इन्भाइटको अप्सन देखेको छ, इन्भाइटमा पनि यसरी इन्भाइट गरेर तपाईले तपाईको साथीहरुलाई इन्भाइट गर्न सक्नुहुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ यु म्यानेज इभेन्ट लेखेको छ। यसरी के तपाईले तपाईको ग्रुपलाई बनाउन चाहनुहुन्छ भने यसरी भित्र आफै पढेर पनि बनाउन सक्नुहुन्छ।
अनि यसरी तपाईले ग्रुप बनाउन सक्नुहुन्छ अनि यसरी देख्न सक्नुहुन्छ मेरो ग्रुप बनेर तयार भइसकेको छ टेक्नोलोजी निर्मल अफिसियली भनेर साथीहरु तपाईले पनि ग्रुप यसरी नै बनाउनु होला यो कस्तो लाग्यो यदि भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गर्नु होला र साथमा रहेको ब्ल्याक एन्ड बटनलाई पनि दबाउनु नबिर्सिनु होला यदि नबुझेको केही कुराहरु छ भने मलाई कमेन्ट गर्नु पनि नबिर्सिनु होला फेरि पनि अर्को भिडियोमा भेट्ने छौं